सबभन्दा प्रथम कुरा डियर अल पेन्सनरहरूलाई सबैजनालाई जय गरक छ। प्रथम एउटा जानकारी चाहिँ के छ भन्दाखेरि हजुरहरूको यो पिपिओ काठमाडौँदेखि भरतपुर क्याम्प चाहिँ तपाईँको 4 जनवरी टु 9 जनवरीमा बस्ने थियो नि पहिला। अहिले चाहिँ यो पेन्सन क्याम्प कारणवश डेट परिवर्तन भएको कारणले यसको म जानकारी गर्न चाहन्छु हैन साहब हो। पहिला 4 टु 9 थिए हैन, अहिले यो अचानक चेन्ज भयो क्या, कारणवश केही भयो हैन, त्यस कारणले तपाईहरुलाई म फेरि अपडेट गर्दैछु। हाम्रो यो भरतपुर क्याम्प चाहिँ तपाईहरुको 11 जनवरी टु 16 जनवरी भएको छ। त्यसमा चाहिँ कावसती चाहिँ 13 जनवरी, शारदानगर 15 जनवरी है। अनि अब यो कावसतीको भुपू साहबहरू आमा बुवाहरू कोही पनि भरतपुर आउनु परेन। अनि शारदानगरको बुवा आमाहरू सबैजना पेन्सनरहरू चाहिँ अब तपाईँ भरतपुर क्याम्प आउनु परेन। यदि तपाईहरुको यस्तो फ्यामिली केसहरू अनि मरौपट्टाहरू बुझाउने फ्यामिली केसहरू अनि नयाँ पेन्सनरहरू र केही काम छ, जरुरी काम छ भने मात्रै कावसतीको भुपूहरू र शारदानगरको भुपू चाहिँ भरतपुर क्याम्प नै आउनुपर्छ साहबहरू है त। यो चाहिँ तपाईहरुको अचानक डेट चेन्ज भएको छ, किनभने पर्सि 3 तारिकमा आएर 4 बाट सुरु थियो, यो क्यान्सल भएर अहिले तपाईलाई अपडेट अर्को आएको छ। 11 जनवरीबाट 16 जनवरीसम्म चाहिँ भरतपुर क्याम्प बस्छ। अनि कावसतीमा 13 मा आउँछ र 15 मा चाहिँ शारदानगर लै साहब। यो एकदमै जरुरी सूचना छ तपाईहरुलाई, किन भन्दाखेरि अब डेट धेरै छैन। फेरि साथीहरुको अब छुट्टी मिलाउने र अरु भन्दा पनि डिएससी को साहबहरुलाई अझै टाइम छ भनौं न त, अब अझै 10 दिन जति छ हैन। फेरि पनि उहाँहरुले छुट्टीहरु एडजस्ट गर्न सकिन्छन्। उहाँहरुको अब डिएससी तिर हुने गुरुजीहरुले साहबहरुले हैन। जे होस् तपाईहरुको यो डेट चेन्ज भएको कारणले मैले यो सानो भिडियो आज तपाईहरुलाई जानकारी दिँदै छौं। बाँकी के अर्को नौलो अपडेटहरु आयो भने चाहिँ म हजुरहरुलाई पक्का जानकारी गर्नेछु। अनि काठमाडौँ टु बुटोलको पनि मैले भनिसकेको छु हैन। त्यसको पनि कतै डेट फेरबदल भइहाल्यो भने म तपाईहरुलाई जरुर अपडेट गर्नेछु। यो पनि अचानक अब कारणवश चेन्ज भइहाल्यो भरतपुरको हैन। अनि तपाईहरुलाई मैले सुनाइसके यही अनुसार। अनि ग्रुप वाइज छुट्याएको छ हैन, तर ग्रुप वाइज तपाईको अब यति धेरै त त्यहाँ भिडभाड त हुँदैन। देउस कावसतीको मान्छे आउने होइन, शारदानगरको नि आउँदैन। अब त्यही भरतपुर क्याम्प भित्र भरतपुर नजिकको मान्छेहरू आउनुहुन्छ, भुपू साहबहरू गुरुजीहरू हैन। त्यसकारण यति भिड हुँदैन। ग्रुप वाइज पनि छुट्याएको त छ, तर यदि तपाईहरुले ग्रुप वाइज नै जानु चाहनुहुन्छ भने म त्यसको पनि तपाईहरुलाई शेड्युल पठाइदिन्छु। र जुन ग्रुपको जानुभयो नि हुन्छ 11 टु 16, यति धेरै भिडभाड त हुँदैन। जानुभयो भने तपाईको रिन्यू हुन्छ क्या, एकछिन मात्रै हुन्छ। फर्म भर्नु पर्दैन, थम्स गर्ने हो अनि फोटो खिच्ने हो बस, एकदम ल यति चाहिँ। र ड्रेसहरु चाहिँ फेरि ठिकठाक एकदम लाउरे जस्तो टकटुक्क लगाएर जानु होला। सबैजनालाई यही भन्न चाहन्छु। अब नेक्स्ट भिडियोमा भेट्दै गरौँ ल साहबहरू। ल जय गरक साहबहरू। ल बाई बाई।